हेलो साथीहरू, आज म क्लास 12 को सोसलको सङ्घीय सरकारको गठन प्रक्रिया र प्रदेश सरकारको गठन प्रक्रिया सम्बन्धी आज म कसरी यो गठन प्रक्रिया हुन्छ भन्ने सम्बन्धमा आज म यसबारे जानकारी दिन आइरहेको छु। अब हेर्नुहोला। अब छ सङ्घीय सरकार गठन प्रक्रियामा संविधानको धारा 76 उपधारा 1 बमोजिम राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्नेछन् र निजको अध्यक्षतामा मन्त्री परिषदको गठन हुनेछ भने चाहिँ अब यो सङ्घीय सरकारमा के भनेको छ, धारा 76 उपधारा 1 बमोजिम यसलाई अब प्रधानमन्त्री नियुक्ति गरेर मन्त्रीसदमा गठन प्रक्रिया हुन्छ भनेको छ भने अब यसमा प्रदेश सरकारमा के छ भने सेम हो कि अब हामीले यसमा के संविधानको धारा 168 अब धारा 168 उपधारा 1 बमोजिम प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्छन् र निजको अध्यक्षतामा प्रदेश मन्त्री परिषदको गठन हुनेछ भने चाहिँ अब हामीले यो धारा यो त थाहा हुनुपर्छ। सङ्घीय प्रकार गठन प्रक्रियाको धारा यो 76 यो 168 उपधारा 1मा छ भनेर अरू हामीले सेम लेख्नुपर्छ कि अब जस्तो प्रदेश सरकार प्रधानमन्त्री सङ्घीय सरकारमा प्रधानमन्त्री हुन्छ भन्ने हामीले थाहा पाउनु भन्ने हुन्छ भने यहाँ अब सङ्घीय सरकारमा गठन प्रक्रिया हुँदा यहाँ मुख्यमन्त्री प्रदेश सरकारमा मुख्यमन्त्री हुन्छ र सङ्घीय सरकार गठनमा प्रधानमन्त्री हुन्छ भन्ने हो क्या। त्यसै गरी छ कुनै पनि दलको बहुमत स्पष्ट भएन भने चाहिँ प्रतिनिधित्व गर्ने 2 वा बढी दलहरूको समर्थन बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्री बनाइन्छ। अब कस्तो सदस्यलाई भनेको छ भने कुनै पनि बहुमत दलको बहुमत स्पष्ट भएन भने चाहिँ प्रतिनिधित्व गर्ने अब जुन व्यक्ति प्रतिनिधित्व गर्छ नि त्यो व्यक्तिले 2 भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई बहुमत जुन व्यक्ति बहुमत 2 या 2 भन्दा बढी मत प्राप्त गर्छ नि अब त्यस्तो व्यक्तिलाई प्रधानमन्त्री बनाइन्छ। अब यस प्रदेश सरकार गठन प्रक्रियामा पनि सेम हो नि। उपधारा 1 बमोजिम कुनै पनि दलको स्पष्ट मत आएन भने प्रतिनिधित्व गर्ने 2 वा 2 भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री बनाइन्छ। मैले अगाडि भनेको थिएँ प्रदेश सरकारमा मुख्यमन्त्री हुन्छ, सङ्घीय सरकारमा प्रधानमन्त्री हुन्छ। त्यही भएर यहाँ प्रधानमन्त्री छ, यसमा मुख्यमन्त्री। अरू के होइन कि यहाँ प्रधानमन्त्री हुन्छ भने यहाँ मुख्यमन्त्री हुन्छ कि गठन प्रक्रिया। त्यसैले अन्तिम फैसला भएको 30 दिनभित्र प्रधानमन्त्री नियुक्ति हुन नसक्ने अवस्थामा विश्वासको मत पनि प्राप्त भएन, 30 दिनभित्र प्रधानमन्त्री नियुक्ति हुन नसक्ने अवस्था आएको त्यस्तो अवस्थामा सबभन्दा बढी सदस्यहरू कसको छ त्यस्तो संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाइन्छ। अब यहाँ संसदीय दलमा बढी सदस्यहरू जसको सदस्य बढी छ त्यसलाई प्रधानमन्त्री बनाइन्छ भने अब यसमा सेम हो कि अब यसमा हामीले मुख्यमन्त्री यहाँ प्रधानमन्त्री हुन्छ, यहाँ मुख्यमन्त्री हुन्छ, सेम अरू सेम लेख्नुपर्छ। विश्वासको मत प्राप्त नभएमा कुनै सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार अब विश्वासको मत प्राप्त नभएमा अथवा कुनै पनि अर्को अन्य सदस्यले विश्वासमा प्राप्त गर्न सक्ने अब कुनै पनि प्राप्त गर्न सक्ने आधार आएको अवस्थामा त्यस्तो व्यक्तिलाई त्यस्तो सदस्यलाई प्रधानमन्त्री बनाइन्छ। अब प्रदेश सरकारको गठन प्रक्रियामा मुख्यमन्त्री, अब यहाँ सङ्घीय सरकारको गठन प्रक्रिया प्रधानमन्त्री, यस्तो हामीले बुझ्नुपर्छ। अब छ उपधारा 5 बमोजिम नियुक्ति प्रधानमन्त्रीले 30 दिनभित्र प्रतिनिधित्व सभाबाट विश्वासको मत प्राप्त गर्नुहुन्छ। अब सङ्घीय सरकार प्रक्रिया गठन गर्ने क्रममा यसमा प्रधानमन्त्री 30 दिनभित्रबाट विश्वासमा प्राप्त गरिसक्नुपर्ने हुन्छ कि अब जस्तो यसमा प्रधानमन्त्री छ यसमा भने यसमा मुख्यमन्त्रीले उपधारा 5 बमोजिम नियुक्ति मुख्यमन्त्रीले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने छ। त्यसै गरी अर्को छ निर्वाचनको अन्तिम परिणाम घोषणा भएको 35 दिनभित्र प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने छ। अब यसमा प्रधानमन्त्री अब यसमा यो गठन सङ्घीय सरकारको गठन प्रक्रियामा मुख्यमन्त्री छ भने यसमा प्रधानमन्त्री छ होइन यस सङ्घीय सरकारको गठन प्रक्रियामा भने अब प्रदेश सरकारमा मुख्यमन्त्री हुन्छ भनेर थाहा पाउने अरू सेम हुन्छ। प्रधानमन्त्रीको ठाउँमा प्रदेश सरकारमा मुख्यमन्त्री लेख्ने,
अनि अरू सेम हो कि अब यो धारा त यो कुन प्रदेश सरकारको गठन गरेर कति धारामा छ र सङ्घीय सरकारको यो थाहा हुनुपर्ने, अब हामीलाई थाहा हुनुपर्छ। र अन्य अवस्थामा यो प्रधानमन्त्री सङ्घीय सरकारमा प्रधानमन्त्री हुन्छ भने प्रदेश सरकारमा मुख्यमन्त्री हुन्छ, त्यति हो, अरू फरक छैन यसमा। यी तरिकाले हामी बुझ्न सक्छौँ र इक्जाममा आउँदा सजिलै लेख्न सक्छौँ।